हामी सोइलुङ बजारमा सोइलुङ जाने बाटोमा चाहिँ साँझमा मर्निङ वाक इभिनिङ वाक हिँडिरहेको छौँ। पुरै साँझमा इभिनिङ वाक यो चाहिँ अन्धकारमय छ यता औ सोल्टी औ र यहाँ चाहिँ यहाँ आउने पर्यटकहरू विशेष गरी यहाँ आन्तरिक पर्यटक चाहिँ नि आएको हामीले देखिरहेका छौँ र यो पर्यटकहरू चाहिँ नि फेरि फर्किने क्रम पनि जारी छ। भर्खरै यहाँ पछाडि बस आइरहेछ। यो यहाँनिरको नि होटेल्सहरू यहाँको लजहरू होइन, यहाँ चाहिँ तपाईँले करिब 1500 देखि 2000 रुपियाँसम्ममा चाहिँ यहाँ रुमहरू पाउन सक्नुहुन्छ। यसरी आगो बालेर खाना नर्मलै छ, इन्जोय गर्ने चाहिँ नि यहाँको एकदमै मनोरम वातावरण रहेको छ। खाना हाइजेनिक छ, फेरि मिसावट छैन। चट्ट तपाईँ जे खाए पनि तपाईँले चाहिँ त्यस्तो पच्छ, मिठो हुन्छ। तपाईँले चाहिँ नि शरीरलाई तात्कालीन रूपमा चाहिँ नि हानि गर्दैन होइन, र दीर्घकाल नि गर्दैन। र यो चाहिँ नि होटेल्सहरू पुरै बस मानिसहरूको भिडभाड छ। र हामी बसेको होटेल आइसकेको छ, होटेल ट्विन्स भन्नेमा चाहिँ हामीले त्यहाँ चाहिँ नि रु 1500मा एट्याच रुम लिएका छौँ। तातो चिसो पानी अनि अब खाना पनि त्यहीँ खान्छौँ। र यहाँ आउने मान्छेको हेर्नु, यहाँ भनेको तपाईँको एकदमै, र यो तपाईँहरूलाई जानकारी गराइहाल्नु, सोइलुङ भनेको चाहिँ नि हाम्रो महाभारतको सबैभन्दा अग्लो टाकुरा हो। तर हामी टाकुरासम्म चाहिँ पुगिसकेका छैनौँ, अलि यहाँ पुग्छौँ। किन भन्दाखेरि हामी यहाँ करिब 3 बजे यहाँ आएको थियौँ। तर 3 बजे आउँदा चाहिँ माथि कुहिरो लागेको हुनाले अब हामी चाहिँ यहाँ आइसकेपछि भोलि चाहिँ बिहान यहाँको चाहिँ मनोरम दृश्य अवलोकन गर्ने भनेर चाहिँ नि हामी त्यहाँ आज चाहिँ रोकियौँ। नै भने हामी मुडे फर्कने चाहिँ हाम्रो प्लान थियो, तर चाहिँ नि मरिलानु के छ र जिन्दगीमा भनेर चाहिँ नि सधैँ हतार होइन।